ल फेरि चिकन आज भोलि एक्जाम छ नानीहरूको यता लिएर आइज न भोलि फेरि एक्जाम हो नानीहरूको लागि चिकन फेरि अब आज नित्यमलाई सिकाउँदैछु म कुन तरिकाले बनाउनु पर्छ चिकन चाहिँ मेरिनेट गराइ हुँदैछ यहाँ सबै इन्ग्रिडियन्ट्सहरू राखेको छु हो अलिकति यो पनि मिसाइदिए त भाइ त्यो भएर एकछिन चम्मच एकैछिन ल एक चम्मच हालौँ बस त्योभन्दा बेसी हाल्नु हुँदैन भोलि एक्जाम छ भोलि के छ केटा हो एक्जाम भोलि बायोलोजी छ त्यही कारणले गर्दा आज मिठो बनाइदिएको अब यो नित्यमलाई सिकाउँदैछु चिकन चाहिँ सबैजना मिलेर खाने भन्छ ल यो प्याज अब हाल्यो नित्यमले गर्दछ सिकाएको यसलाई यो चाहिँ मेरिनेट गरेर राखेको छ यी चिकन लो सक्यो पनि अब यो हो आज चिकन नानीहरूको निम्ति हाम्रो पिजीको नानीहरूको निम्ति मिठो पकाएको छ भने मजाले पढ्छ 12 12:30 1 बजीसम्म पढ्छ मिठो बनाइदिएको आज पनि